यो ओ के हो यस्तो यो कडा यस्तो छ नि त यस्तो अब सब खाइदिने काम छ साथीहरू कहाँ गयो होला त है रक्सले छिर्ने हो इन्डिया छिराउने एकचोटि हजुर लास्ट रहेछ क्या त्यहाँ त है साथी के हो यस्तो यो हेट सब मिल जाएगा 200 रुपये में शादी करा दूंगा 200 रुपये में घर बना दूंगा 200 रुपये मस्त घाम निस्किँदैछ र हामी निस्क्यौँ टाढी बजार बिहानको घाम चाहिँ अति रमाइलो हुने है जाडोमा त झन् रमाइलो हुन्छ नि अब तर चितवनतिर तराईतिर त बिहानको घाम पनि अलिक पछाडि त यस्तै हो फेरि औडा भएर आइदिन्छ क्या र अगाडि चाहिँ विक्रम अनि प्रशान्त छ र म यहाँ छु र तपाईँहरू सबैजनालाई मेरो यो नयाँ भ्लगमा धेरै धेरै स्वागत गर्न चाहन्छु वान्स अगेन मोटो भ्लगको सेटअपबाट यो भ्लगलाई सुरु गर्ने मौका पाएँ मैले है यसको ओ यहाँ हेर्नु न आम्मामा दामी त यो ओ के हो यस्तो यो कडा खतरा यार खतरा मैले कि भन्दै थिएँ मैले अहिले मेरो स्यामसङ S10 प्लसबाट चाहिँ मोटो भ्लग गर्दैछु अनि यसको क्यामेरा यो साइडमा छ नि त बिचमा छैन यसकारण अलिक मिल्दैन रहेछ क्या यो अगाडिको भाग यो बाइकको जति उ छ नि पार्टहरू चाहिँ मस्त नआउने रहेछ मिलाउन गाह्रो कि नजाने हो के हो आई डोन्ट नो द्याट बट हाम्रो यो यात्राको लागि अब हामीलाई पनि केही कुराको आवश्यकता पर्छ त्यसैको लागि हामी यो पेट्रोल पम्पमा आयो कतिको हालिदिने हो नि थाहा छैन कतिको हालिदिने हो 700 ल तेल हालिसकेपछि चाहिँ बल्ल अफिसियल राइड सुरु भयो जस्तो लाग्छ मलाई चाहिँ है र आज हामी जाँदैछौँ हेटौडासम्मको हाम्रो यात्रा हो आज जाने अनि आजै फर्किने हो हेटौडा यहाँबाट आई थिङ्क इट इज नट सो फार मेबी 75 to 80 किलोमिटर्स है त्यति होला जे होस् हामी जहाँ जानुपर्ने हो त्यो ठाउँसम्म पुग्दै गर्दाखेरि चाहिँ 80 किलोमिटर चाहिँ होला सायद त्यति साह्रो टाढो छैन मस्त जान सकिन्छ आज मस्तै फर्किन भ्याउँछ अनि बाटोहरू सबै राम्रो छ नि त बाटो चाक्लो त छैन तर जे बाटो छ यही बाटो हो मस्त बिन्दास छ क्या अर्को कुरा चाहिँ हेटौडा जाँदै गर्दाखेरि सिन पनि मजा लाग्छ मलाई त खोला पनि देखिन्छ होइन अनि यता अब लेफ्ट साइडतिर पहाड भन्नाले जङ्गलहरू देखिन्छ है मजाको छ क्या बाटो चाहिँ चिसो छ है के अरे यो वैशाख आउन आँटिसक्यो चैत महिनामा छ तर बिहान चाहिँ यसो अलिअलि चिसो लागिरहेछ वेदर चिसै भइदा पनि यो पटक गर्मी चाहिँ डरै हान्छ जस्तो छ चितवनतिर यो तराईतिर के हो यार निन्द्रा पुगेको छैन क्या हो आयो त मस्त यहाँ राइट साइडमा क्या दामी ग्रिनरी रहेछ क्या तर जे होस् बिहानको राइड चाहिँ अति रमाइलो हुन्छ यार यो रोड है त्यो घामको रिफ्लेक्सनमा दामी देखिरहेछ
लोथर पुल आइपुग्यो मस्त दामी लाग्छ यार मलाई यार यो पुल चाहिँ यस्तो छ नि त यस्तो सिधा छैन क्या यो पुल चाहिँ प्राय जसो हामीले पुलहरू सिधा देख्छौँ नि तर यो पुल चाहिँ हल्का करब छ हल्का करब कहाँनिर के पाउँछ यहाँ उ त्यहाँ ल जाउँ कहाँनिर ल हामी अहिले एकछिन यसो टी ब्रेक लिँदैछौँ ब्रेकफास्ट अनि उहाँको फोनबाट ए हो र गइसक्यो पनि एनिवेज दुईटा सब्सक्राइबर आइसक्यो अब यहाँ एउटा फोनले पर्खेर बसिरहेछ गरिसक्यो यहाँबाट नि तीनटा सब्सक्राइबरबाट आयो यो हो नि त अब सब खाइदिने राम्रो एनिवेज यो हामी यहाँनिर दिदीकोमा छौँ है उहाँहरूकोमा छौँ यहाँ बसेर यो हेटवटा के भन्छ यो ठाउँलाई मनहरी भन्छ है सुनाचुरी भन्ने ठाउँमा हामी अब चिया म त मिल्टी नै खान्छु मिल्टी अनि धेरै त खान्छु होला है धेरै त खानु त्यसो गरौँ न एउटा सेल एउटा चप खानु अनि एउटा पकौडा खायो एक-एकवटा सब एउटा चाख्यौँ हामी अब सधैँ एकचोटि चाखी हेरौँ न यहाँनिर कस्तो पाउँछ दिस इज वाट वी आर ह्याभिङ एज अ ब्रेकफास्ट दुईवटा सेल तिमी को लाने रहेछ सेल दुईवटामा के हो को लाने के हो ए चप ए म्याच चप ए म्याच कडा मिठो छ सेल ल है दिदी मिठो छ अरे है मिठो छ अरे तपाईँको यहाँनिर सेलहरू हुन्छ चाखिन्छ यसो चाखिनु मिठो मेरो तपाईँबाट अनि दुधको चाहिँ एउटा मिठो हुन्छ यार ओ मस्तो दामी निकालेर एउटा चम्चा दिनु न
चाहिँ अलिक दुईवटा एक टेबलहरू राखिदिनु भयो पनि भयो दामी मिठो सेलरोटी मिठो छ दिदी अब तरकारी चाहिन्छ दिदी एउटा तरकारी जे खाए त्यही मिठो छ पकौडा नि दामी यार यतिले सबै कुरा मिठो छ अब म यो खानेकुरा र ब्रेकफास्ट नै इन्जोय गर्छु 1 आवर जति चाहिँ हामीले त्यहाँनिर ब्रेकफास्ट ब्रेक लिग्यो सो हल्का फुल्का गफसप गरियो साथीभाइहरूसँग र मैले दामी कुरा चाहिँ 4वटा सब्सक्राइबर बढाएँ 4वटा के गाह्रो छ नि यार सब्सक्राइब गराउनु पर्छ जहाँ गए पनि अहिले त जो भेट्यो नि झ्याम झ्याम सब्सक्राइब गराइहाल्छु अब भिडियो त डेफिनेटली सबैजनाले हेर्दिनन् अब त्यो उहाँहरूको क्याटेगोरीको पनि पर्दैन होला मेरो भ्लग त कतिवटा सब्सक्राइब मैले गराउँदै गर्दाखेरि बट सब्सक्राइब बढिरहेछ भन्ने कुरा त हुन्छ नि च्यानलको एउटा भ्यू सब्सक्राइबले पनि देखाउँछ
साथीहरू कहाँ गयो होला त है मलाई कहाँ कुर्छन् त कहाँ जाने हो थाहा छैन तर अहिले हामी प्रवेश गरिसक्यो हेटौँडा बजार ल यो हो मेन चोक पूर्व जाने यता राइटबाट लेफ्टबाट काठमाडौँ जाने हामी जान्छौँ सिधै झन्डै लडेको यार साथी यार लडिदिनु पर्थ्यो नि मेरो कन्टेन्ट हुन्थ्यो नि यार त्यही तिमी मान्छे यार के हो क्या साथीलाई सपोर्ट गर्नु छैन कहाँ आइपुगे चाहिँ मलाई पनि थाहा छैन है तर हेटौँडामा आइपुग्यो भने थाहा छ हामी कहाँ आइपुग्यो साथी वीरगञ्ज हामी कहाँ आइपुग्यो ए यही रुम हो तिमी बस्यो पहिला ए हामी यही रुम हेर्न आयो जय होस् यहाँनिर हाम्रो जे कामको लागि हामी आएको थियो है हामी जे कामको लागि आएको थियो त्यो काम चाहिँ एकदमै राम्रो भयो आई थिङ्क अब आफ्टर 2 weeks सायद हामी आउँछौँ होला यहाँ एकचोटि फेरि फर्दर प्रोसेसलाई अगाडि कसरी बढाउन सकिन्छ त्यो विषयमा मिटिङ गर्न हामी फेरि पनि आउँछौँ यहाँनिर आई थिङ्क आफ्टर 2 weeks आई डोन्ट नो है तर आजको भेटघाट आजको कुराकानी चाहिँ एकदमै फ्रुटफुल भयो हाम्रो लागि अब हामी जाँदैछौँ यति बेला कहाँ जाँदैछौँ त हामी जाँदैछौँ यति बेला वीरगञ्ज यो खासमा हाम्रो प्लानमा थिएन कि वीरगञ्ज जाने हाम्रो प्लानमा थिएन अब हामीसँग समय हुन्छ गइदिउँ न त भन्ने हिसाबले हामी आएको हो अनि एक्चुअली सकिन्छ जानलाई धेरै टाढा छैन सट्ट जाने वीरगञ्ज भन्नाले वीरगञ्ज मात्रै होइन उतातिर हो के रक्सले छिर्ने हो इन्डिया छिरेर आउने एकचोटि त्यस्तो पोसिबल भयो भने चाहिँ यो स्यामसङ ग्यालेक्सी S10 प्लसको कभरै किनेर टेराउँछ यार म आज यहाँनिर जाँच भइरहेछ है लाइसेन्स जाँच हो कि होइन आई डोन्ट नो हो रहेछ भने पनि हामीसँग त लाइसेन्स छ सबै कागजपत्रहरू छ 7,500 रुपियाँ तिरेर कागजपत्र बनाएको हट होइन होला सायद जान मिल्छ कि यताबाट गइदिउँ न त जानुपर्छ हामी टाढी के अरे चितवनदेखि हजुर केही पनि छैन हजुर मोबाइल होइन उसो पावर ब्याङ्क हो यो माइक्रोफोन टाटा केबल खोल्नु न खोल्नु मिल्छ अरू केही छैन हजुर हजुर ए केही खाँदैन हामी सुपारी नि खाँदैनौँ म त हामी त यहाँ हेटौँडा आएको अनि एकचोटि वीरगञ्ज घुमेर आउनु त भनेर साथीहरू यतिकै आएको हामी घुम्नलाई केही खाँदैनन् दाइ हामी हो मलाई थाहा छ यतातिर जान्छन्
चिन्छु मैले त भाइहरूलाई बरु सम्झाउँछु उल्टै धन्यवाद दाइ सुपारीसम्म नि खाँदिनँ क्या मैले ट्रस्ट मी है सुपारीसम्म नि खाँदिनँ सुपारी खायो भने नि रुनु पार्छ यार दाइले सोध्दै हुनुहुन्छ चरेस छ अरे चरेस अनेस्ट भन्नुपर्दा चरेस कस्तो हुन्छ नि देखाएको छैन यार मैले यार रक्सल 38 किलोमिटर यहाँबाट हो कि हामी जाँदैछौँ त्यहीँ है चरेस छ अरे दाइले यार सब हेर्नुभयो त यार मेरो त यार ब्याग कताली यार के हो के प्रायः जसो यार मलाई चेक गरेर हुन्छ यार अब चाहिँ बल्ल राम्रो रोड आए जस्तो छ तर त्यहाँनिर के भयो जस्तो पनि लाग्दैछ मलाई अब के भयो जस्तो लाग्दैछ है के भयो जस्तो लाग्दैछ यहाँनिर किन राइट साइडबाट गाडी बिग्रियो कि गाडी बिग्रिछ क्या त्यहाँनिर ट्र्याक्टर बिग्रेछ नि त ट्र्याक्टर ओइ त तर्सिर यार म त यार त्यो ट्र्याक्टरको ट्रलीले चेप्यो होला भनेर साथीले नि यस्तो गरिरहेछ लास्ट जस्तो देखिरहेको हो त तर्सिरहेको त्यो ट्रली के भन्छ त्यो पछाडिको भागले चेपे जस्तो देखिरहेको छ नि त लास रहेछ क्या त्यहाँ त है साथी लास राखे जस्तो छ त्यहाँ त है अघि है ओइ ओइ कति पातलो ए यहाँनिर चाहिँ रातो अनुहार भएको बाँदर पाउँछ यार ट्राफिक सरले हेरिरहेको छ त्यहाँ जिस्काइरहेको छ यार साथी यार हजुर सर हामी चितवनदेखि हजुर ल हामी एउटा यस्तो ठाउँमा आइपुग्यो है महेन्द्र राजमार्ग त्यहाँ लेखिरहेछ नेपाल सोभियत सहयोग भनेर लेखिरहेछ यताबाट हामी जान्छौँ पूर्व अब भनौँ न धरान इलाम झापा काकडभिट्टा हैन हामी यताबाट जान्छौँ वीरगञ्ज अबको बाटो भनेको सम्भवतः 4 लेनको बाटो हो तर यतातिर त्यही हो पर्सा राष्ट्रिय निकुञ्ज नै हो यो अब दामी छ बाटो हेर्नु त बाटो त सबै मखन छ अब त धेरै 103-4 सम्म गयो त्यो भन्दा धेरै जाँदैन यो रमाइलो भयो एकछिन एनिवेज अब बाटो चाहिँ मखन छ कि यहाँदेखि वीरगञ्जसम्मको बाटो दामी छ दामी डिङ टाक टाक डिङ टाक डिङ टाक डिङ डिङ टाक डिङ डिङ टाक डिङ हामी प्रवेश गरिसक्यौँ हाम्रो नेपालको बोर्डरको गेटबाट त्यहाँ मैले भिडियो गरिनँ तर अब बाइक कहाँ राख्ने भन्ने कुरा आयो क्या यहाँनिर टेन्सन चाहिँ त्यो छ मलाई पनि थाहा छैन क्या कहाँ राख्ने भनेर जान त पाउँछ केही हदसम्म है अब गइदिउँ आइहाल्यो यो सबै नेपाली नम्बर प्लेटको ई रिक्साहरू छ यहाँ सीमा शुल्क सदन रक्सौल साथी हामी प्रवेश गरिसक्यो है इन्डियामा अब यही हो इन्डिया अरे हम आ चुके हैं ये भारत पे
अरे तुम क्या बोल रहे हो, फिर से बताओ। अरे देखो ये हुए, भारत हमारी माँ है, ये तुम्हारा माँ है, हमारा भारत माता की जय, हमारा माइजू है। हमारा माइजू की जय हो क्या? तुम भी बहुत, अरे तुम कम बोलता है, हम बड़ी बोलता है, तुम कम बोलता है। ल यो हो भारत। ल आज चाहिँ भारतमा बाइक नै चलाइदिएँ मैले। I don't know how far I can take my bike यो भारतमा। ओए ट्रेन आउने बेला भएछ कि यहाँ त फेरि। अब कति बेरसम्म बस्नुपर्ने हो? ए बाइक यताबाट जानु मिल्ने रहेछ नि त। ल अल राइट, यो त राम्रो भयो नि त, यहाँबाट जाने रहेछ हामी। हो रहेछ। ए ल ल जानु पायो। ट्रेन आउँदैछ, ट्रेन आइरह हो साथी। हो रहेछ। ओ ट्रेन आइरहेछ यार। भारतीय रेल। ए ट्रेन त ट्रेन, तर यो ऊ बोकेको ट्रेन आइरहेछ, ट्याङ्कर। आमामा कति लामो त यार। के हो यस्तो यो, हेट। धेरै बरस, अरे बहुत बरस बाद के देखा है तुम्हारा भारत माता में ये टर्न बहुत बरस के बाद देखा है तुमने। हाँ अच्छा, तुम हिंदुस्तानी है, हम पाकिस्तानी है भाइ। सेल लागिरहेको रहेछ, हामी यहाँनिर आयो यसो एकचोटि हेरौँ यहाँ सामानहरू के पाउँछ। किन्न त सम्भवतः हामी किन्दैन होला, तर के पाउँछ भनेर हामी एकचोटि हेर्छौँ। साथीभाइहरूले चाहिँ किन्ला, आई डोन्ट नो। तर मेरो केसमा चाहिँ हाम्रो हुँदैन रे। ला हो र हुँदैन, हामीले त्यहाँ केही पनि किनेनौँ है, यतिकै हेर्न गएको। तर साथीसँग चाहिँ पैसा रहेछ, साथीले चाहिँ किन्थ्यो होला, यदि अलिकति किन नि त, किन भने भए नकिन आऊ भन्दै मैले। साथी ऊ त्यहाँ छ त, ऊ कस्मो बजार रे, देख्यो? यस्तो त कति पाउँछ कति अब मासतिर अप्सन त। अलि माथिसम्म जाऊँ न। आमा यहाँ त यो छ क्या रमाइलो, प्याप्या पुपु हन त कति हो कति यार। बाटो छोडिदिउँ यार, नत्र हन बजाएको पत्तै गर्छ यिनीहरूले त। यहाँनिर कुन चाहिँ पार्टीको झन्डा नि फरफराइरहेको छ यार, खतरा। यहाँ को बोला तरीका है, सब मिल जाएगा 200 रुपये में, शादी करा दूंगा 200 रुपये में, घर बना दूंगा 200 रुपये में, सब मिल जाएगा 200 रुपये में, आदमी गायब हो जाएगा 200 रुपये में। किडनी मिल जाएंगे 200 रुपये में, बाल बच्चे हो जाएंगे, किडनी मिल जाएगा, बाल बच्चे मिल जाएगा, सब मिल जाएगा 200 रुपये में। यार तो यार तिमीले साथी किडनी का ऑपरेशन करा दो 200 रुपये में। सब मिल जाएगा 200 रुपये में। आईफोन मिल जाएंगे 16 प्रो मैक्स 200 रुपये में, 150 रुपये में। अनि तो के अरे सैमसंग गैलेक्सी 25 अल्ट्रा मिल जाएगा 200 रुपये में। हामी एउटा गल्लीभित्र छिर्दै है, के रहेछ आमा मोबाइल पसलहरू यार। यो त काठमाडौँको असम जस्तै फिल हुने यार यहाँ त। आमामा यहाँको गल्ली पसल है, दामी छ त यार। काठमाडौँको असमतिर छिरे जस्तो, उयो त काठमाडौँको असमतिर गए जस्तो भएन यहाँ त। अब मसँग छैन, तपाईँ यहाँ रहेछ, अलि हेर्नुपर्छ है। ओ यहाँ त उसहरू मात्र पाउँछ कि है, एयरबडहरू एयरफोनहरू मात्रै। अब यहाँ त त्यस्तै खासै केही छैन जस्तो त लाग्दैछ, तर छन चाहिँ धेरै कुराहरू छ। यहाँदेखि उतातिर नजाऊँ, परतिर हेर्ने चाहिँ यस्तो छ। मैले त्यही फिल भइरहेछ र के लाग्छ।
जम त्यो कभर एकचोटि हेरिदिउँ न त जम केमा ल हेरिदिउँ न त S10 प्लसको कभर पाउँछ कि एकचोटि सोधिहाल्छु यहाँनिर स्यामसङ S10 प्लसको कभर यो 22 हो अभी नहीं किस टाइप का आएगा अच्छा है वो कौन सा है वो 5G वाला आपका S10 प्लस है ना हाँ गैलेक्सी S10 प्लस सैमसंग नोट 10 प्लस ही आता है नहीं S10 प्लस का मिलेगा लेकिन अभी नहीं है ऑर्डर देना पड़ेगा कॉल मिलेगा अर्डर दिनुपर्छ रे भोलि पाउँछ रे ए फोन तो यो S10 प्लस भोलि राइट ल जाउँ पाउन त पाउँछ अरे अब भोलितिर आपको 15-20 मिनट टाइम है तो टाइम से मंगा देंगे 15-20 मिनट त छैन है फर्किन्छ होला धन्यवाद बहुत धन्यवाद चलो भाई चलो सब कुछ मिल जाएंगे भाई साथी यार ये भएन त अहिलेको तिम्रो डायलग त फ्लप भयो नि त खबर मिल जाएगा सब कुछ मिल जाएगा जिंदगी मिल जाएगा यहाँ पे 200 रुपये पर वो तो नहीं मिला भाई मुझको कुछ भी सब कुछ मिल जाएगा 200 रुपये शादी करवा देंगे घर बना देंगे सब कुछ बंदोबस्त कर देंगे जगह भी दिला देंगे 200 रुपये यहाँ सब यहाँ जस्तो लाइन जस्तो लाइन होला अलराइट मेरो S10 प्लसको लागि कालो कलरको कभर लानुपर्छ क्या हामीले कम्ती पनि 2 घन्टा खोज्यो होला 2 घन्टामा हाफ कोट किन्न आएको हैन बक्सर सबभन्दा बडा बक्सर अरे हाफ प्यान्टबाट हैन पाइजामा टाइपको ट्राउजर हैन ट्राउजरबाट सर्ट नि हेरे टी सर्टमा बल्ल लास्टमा टी सर्ट किन्ने यहाँ छ दुईटै अर्को ल जाउँ यति किन्यो इन्डियामा आएर हामीले किन्ने त भन्यो अब हाम्रो साथीले पैसा चेक गर्दैछ दिएर छैछ रे हेर है यी सेवामा पैसा चेक गर्दैछ हामी साथी के आयो त छैन क्या यार ल न साथी छिटो कम्ती पनि नेपाली 2000 हुनु पर्यो पैसा चाहिँ रहेछ ओके थ्याङ्क यू सो मच आजको ब्लग तपाईँले हेर्नुभयो उहाँले सुरुवात गर्नुभयो र एन्ड चाहिँ म गर्दैछु अनि हामीले उहाँ एकदमै थकित हुनुहुन्छ किनभने बाटोभरि बाइक चलाइरहनु भयो 50% बाटो मैले चलाएँ जस्तो लाग्छ त्यसपछि उहाँले चलाउनु भयो अनि हामीले चाहिँ टक्क लगाएर एक्सपेन्सिभ चाउमिन खायौँ दुई प्लेटको 200 थियो तर हाल्ने कुरा चाहिँ मस्त हालेको थियो सो प्राइस तिर्ने विषयमा चाहिँ त्यस्तो नरमाइलो चाहिँ केही लागेन अरे कि मैले तिर्दिसकेँ साथी ए हो 200 रुपियाँ दिइसकेँ ओके ल त्यति अनि आज चाहिँ एकदमै रिग्रेट भएको कुरा चाहिँ के छ भने चाहिँ कतै न कतै सपिङको ट्रिक चाहिँ के हुँदो रहेछ भने चाहिँ यदि तपाईँले यो लिनुभयो भने यो इनाम पाउनुहुन्छ भन्ने चक्करमा यो प्लास्टिकको 6वटा बोतलको चक्करमा यहाँ झन् एलिनाले देख्यो भने झन् के ठटाउला मलाई लुगा लियो तर एकदमै के 2000 पर्ने लुगा आज चाहिँ अफरमा नै लगभग पनि यहाँ 200-300 को दरले आइसी पाउँदाखेरि त त्यो त बवाल लाग्यो मलाई त्यही भएर मैले 3 घन्टा बिताइदिएँ यहाँसम्म कि त्यो मलको मान्छेले पनि होइन तपाईँहरू 2 घन्टा लगाउने हो यसमा भनेर रिसाइरहेको थियो हाम्रो त्यता त त्यही हो हाम्रो त मस्त छान्ने हो मस्त हेर्ने हो अब तपाईँहरूले के लाग्दैन नरिसाउनुहोस् अब यहाँको यस्तै हो हामीलाई टार्गेट दिएको छ टार्गेट कम्प्लिट गर्नुपर्छ भनेर जस रमाइलो भयो यति भन्दै हाम्रो आजको ब्लगलाई यतिमै नै एन्ड गर्छौँ सुशील ब्लगलाई सब्सक्राइब लाइक गरिदिनुहोस् अरूलाई सेयर गरिदिनुहोस् रमाइलो लागेको कुराहरू अनि तल कमेन्टमा चाहिँ लेखिदिइरहनुहोस् के मन पर्यो तपाईँलाई ब्लगमा के चाहिँ रमाइलो थियो त्यो चाहिँ दामी लाग्यो है दाइ त्यो चाहिँ हाँसो लाग्दो थियो भनेर लेखिदिनु भने चाहिँ रमाइलो हुन्छ थ्याङ्क यू सो मच सी यू इन नेक्स्ट ब्लग